हेलो साथीहरू, त्यसो खबर आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि कोठामा बस्दा बोर भयो क्या, अलिक हुन्छ नि त बोर फिल आयो अनि एकछिन बाहिर निक्लेर सो यहाँको ठाउँ यसो फिल गर्दाखेरि आफ्नै गाउँ गए जस्तो क्या, आफ्नै गाउँमा छु कि भन्ने फिल हुन्छ क्या। अब गाउँबाटै आएको हो नि त, केही सपनाहरू पुरा गर्नलाई आएको गाउँबाटै, केही सपनाहरू पुरा हुन्छ कि भन्ने आशमा आएको हो नि त। तर खै पुरा गर्न सकिने हो नसकिने हो त्यो त भन्न सकिँदैन। तर अब आमा बाबाले गरेको दुःख सम्झिँदा त अब छुट्टै छ। आमा बाबाको जतिको दुःख त मैले लगभग गर्न पनि सक्दिनँ होला जस्तो लाग्छ। त्यो हुनेहरू त अब आमाले गाउँमा दुःख गरिराख्नु भएको छ, बाबा परदेशमा हुनुहुन्छ, छोरा यत्रो भइसक्यो, छोराले अहिलेसम्म अब केही नै गर्न सकेको छैन। प्रयास चाहिँ जारी छ भन्नुपर्छ, बाबा आमा के भन्नु, प्रयास जारी छ, गर्न खोजिरहेछ। तर गर्दा पनि अब भएको छैन कि आफ्नो बेस्ट दिएको हुन्छ, रिजल्ट 0% आउँछ, त्यस्तै छ। अब गर्दा पनि भएको छैन, गर्ने छ। तपाईँको छोराहरू पनि एक दिन सक्सेस भएर देखाउने छ, चिन्ता नगर्नु होला, त्यही भन्छु म त। चिन्ता चाहिँ नगरिदिनु है, एक दिन कसो पुरा नहोला त सपना होइन। मैले पनि गरिरहेको छ, गर्दा चाहिँ नभएको हो। छोरा यत्रो भइसक्यो, अब त केही गर्छ भन्ने आशा हुनुहुन्छ बाबा मम्मी। तर अब खै त छोराले केही गर्न सकेको होइन। गाह्रो छ नि जिन्दगी सम्झिँदा, मरिलान्न गरिरहनु भने जस्तो भइरहेछ। मलाई लाग्छ क्या मेरो बाबा मम्मी जतिको दुःख सायद मैले गर्न सक्दिनँ होला क्या। दुःख त्यो त्याग कहाँ गर्न सक्छु होला र मैले। अब भिडियोहरू त मैले पहिले यस्तो भ्लग टाइपमा यस्तो बनाएको थिइनँ। यो फर्स्ट त्यत्रो बोल्न पनि आउँदैन, बिस्तारै स्टार्ट गर्दैछु। सबले साथ सपोर्ट माया गरिदिनु होला, यही भन्छु है। सपोर्ट गरिदिनु होला। बाई बाई।